त्यो पैसा कमाउनु आइजन सही सही यसरी घुम्न नि मिल्छ टक्कै लेने एउटा टक्कै नम्बर प्लेट नि दादाको गाडी हो दादा गाडी अलि जाउँ चाहिँ कार निकाल्नु ड्राइभरसित उता हुन्छ उता नि ल फेरि यस्तो पागल मेरो गाडी हो तपाईँ पनि म कन्फ्युज हुन्छु गाह्रो हो नि यसलाई नि चाबी बिर्सेर आएछु के नत्र हावा खानु जाने गाडीमा हावा आउनु एउटा टक्क माथि गयो नि हुन्छ टक्क होइन अनि यो खनियाको रुख त्योमा गेडा गेडा फल्छ होइन त्यो गेडाखेरि सेम आफ्नो गेडा आफ्नो गेडा नआउँछ कि यस्तो गेडा हुन्छ क्यामेराम्यान ल सही मै हो क्यामेराम्यान ल यहाँ हेर्नु सक्नुहुन्छ सेम तपाईँको गेडा तपाईँको गेडा रे यो खनियाको गेडा है यो बिर्सिन्छ कि अब यस्तो भइरहन्छ तपाईँको गेडा भन्नु यो मकै यसको जुस फिट तपाईँको जुस यो जुस खुट्टाको भुत्ला जस्तो हुन्छ हेर्न सक्नुहुन्छ मेरोमा जस्तो भुत्ला यो पनि छ यसो छ्यालब्याल भुत्लै यसलाई च्याट्टा लाएर खोसाउने यसको गेडा खाने फेरि आफ्नो गेडा नखानु होला सही त्यही भन्दै हेर्नु एउटा सही भएन अब तपाईँहरूलाई के देखाउन सक्छु र आज हेर्नुहोस् फेरि हेर्नुहोस् यही हो हाम्रो गाउँ यो हाम्रो गाउँभन्दा माथि गाउँ राम्रो गाउँ खडा गाउँ तर माथि खडा गाउँ सही साउन्ड बोक्नुपर्छ गाडी निक्लिन्छ त्यहाँबाट हामी आउनु पाएको थिएन यसले ल ल ल के हानिदिउँ रे चढा हान्दियो नि त उल्टे हगिदिन्छ कि यसले त यो यसको सुन्दर पाठ है सुन्दर पाठ यसलाई भन्छ केराको दुइटै गरी यो पकाएर खानुहुन्छ होइन एकदम मिठो हुन्छ ट्राई गर्नु होला होइन तपाईँहरूले होइन मैले त खाँदिनँ म एकदम भेजिटेरियन हो कहिले काहीँ हो कि यसले हामी तर मिठो हुन्छ एकचोटि खाएर हेर्नु होला हाम्रो बुढा मामाको खाइने हुन्छ छिपेको अलिक सिटी कुकरमा सिटी लगाएर खानुपर्छ फेरि तपाईँहरूको दाँत भाँचिन्छ यो टोक्दाखेरि सिधीको टक्क कुकरमा हाल्ने सिटी बजाउने ब्यामलाई केटीहरूलाई है केटीहरूलाई रे आन्टीहरूलाई मेरो माइजूहरूलाई सिङ्गल हो फेरि एकदम सिङ्गल हो होइन 2-3 तोलाको घर लोयल पनि छ है त्यो गाडी यही बुढोको टक्क माइजूहरू कोही छ भने यसो सम्पर्क गरिदिनु होला उहाँको नम्बर म तल उसमा छोडेर राखिदिन्छु पानी परेको छ अब पानी पर्दा भाग्ने कुरो भएन यो जम्मै आफ्नै घर पानी परे त नि ठिक छ बुढो गेडा भने पानी पऱ्यो भर्खरको तन्जिरै छ भन्नु पर्ला जस्तो लाग्यो पानी परेको छ पानी परेको छ अब हामी त्यहाँ भनेपछि त्यही ल त्यही फोन ल हामी सेफ ठाउँमा आइयो सेफ यहाँ यसरी बस्न सक्नुहुन्छ तपाईँ म चाहिँ यसरी बस्ने होइन यसरी बस्ने यहाँ बुढो मामा हुँदैन एकदम सिटी लगाएर खानुपर्ने होला अब हामी यहाँ अब लुटपाट हान्न लाग्यो तर आफ्नै हो त्यही पनि लुटपाट हान्न लाग्यो मामा चस्मा बिना देख्दैन होइन माइजहरू को छ हेर्नुहुन्छ तपाईँहरूले
कति हेर्नेले अब नम्बर हेरेर भन्दिनँ है 7 स्टार लेखेको क्या अरे मावसिरी अब 20-21 फ्याक्ट्रीमा यस्तो नगर्नु माइजी खोज्न झ्याल हुन्छ अरे यस्तो गरेर झ्याप्प गर्नु ल यताको निक्लेको गर्नुपर्छ अब यसरी खस्न पनि सक्छ होइन भित्र यो गुम्बा है गुम्बा अब यहाँबाट सामान निकाल्ने कुरो हुन्छ ढ्याङ्ग्रो चप्पल फुकाल्न अलिकति तल अलिक थाहा छैन अब यहाँ हामी जानुपर्छ गएर यहाँ सामानहरू झिक्नुपर्छ यसरी मैले खुट्टाबाट चप्पल निकालेँ होइन यस्तो पङ्खा सङ्खा सबै छ फेरि हाम्रो त के हो नि अब हाम्रै हो हेर्नु सक्नुहुन्छ यो जम्मै यो हेर्नु के भन्छ यसलाई ढ्याङ्ग्रो भन्छ कि ठटाउने कुरो फेरि यसले फेरि अब के गर्ने सरलाई पहिला नमस्ते गर्नु पऱ्यो नि होइन ल यहाँ आएर दान गरिदिनु सक्नुहुन्थ्यो तपाईँहरूले आएर दान गरिदिनु हुन सक्नुहुन्छ यसलाई अलिक थाहा छैन यहाँ Stop it. Get some help. तेरो गर्नुपर्छ भने यसलाई थाहा छैन यतिको भयो पछि अब सक्यो नि त नि अब होइन अब गर्नुपर्छ कि गर्नुपर्छ होइन कुटे भाइ यस्तो निकालेर लाने कुरो हुन्छ अब यहाँ पानी भिजाउँदै लग्यो भने त भिज्ला नि बस्दैन होला नि फेरि है बत्ती हो यो कतिवटा छ होला यो 108 वटा यो बत्ती बाल्नुपर्छ है हाम्रो गुरुमाहरूको 108 वटा गर्नु पर्यो यो 10 वटाको यस्तो लाइन लगाऊ 10 वटाको 10 वटा अनि ठ्याक्क 1 2 3 4 5 अझै 5 वटा लगाऊ 10 वटा लाइन लगाऊ अनि 8 कतिवटा हुनु पर्यो 108 कतिवटा भयो म चाहिँ ढ्याङ्ग्रो लिन्छु है भएन पानी परेर अब कान निकाल्न त बोकेर हिँड्नुपर्छ होइन कार निकाल्न त तेरो कार छोड्देखि फेरि अब ऊ पनि भिज्यो नि के हुन्छ त नि ढ्याङ्ग्रो केही नि हुन्न होला नि भिज्यो नि कस्तो बोरा हाल्ने ल ठिक हो के हुने ल
हामी त ढुक्क वाटरप्रुफ स वाटरप्रुफ मान्छे वाटरप्रुफ फोन वाटरप्रुफ होइन ठुलो ढ्याङ्ग्रो हो घुम्न नि मिल्दैन पानी परि कस्तो बेलामा पानी पर्छ यसरी अब मेरो स्क्रिन निकाल भनेको अब जानु पर्छ हामी गल्ली गल्ली अब गाडी जाँदैन गाह्रो छ फेरि टपमा घर फेरि त्यहाँबाट भ्यू हेर्न आउनु सक्नुहुन्छ तपाईँहरू होइन ठाउँको नाम भन्दैन त ठाउँको नाम गाउँ सुन्दर गाउँ घुम्न जाउँ खडा गाउँ एकदम स्मार्ट गाउँपालिका वडा नम्बर 5 देउराली खडा गाउँ कास्की है फेरि यो आउनु सक्नुहुन्छ क्यामराम्यान देखाइदियो मेरो सब्सक्राइबरहरूलाई भ्यू है होइन टक्कै हेर्न सक्नुहुन्छ ट्याग लगाएर नठोक्की त पानी पर्दा मात्रै यस्तो हेर्न सक्न आउनुपर्छ त्यो मानुङकोट भन्दा बेसी देख्छ हेरि मानुङकोटलाई त फेरि साइड हो यो हो त्यहाँ हामी मानुकोट नजाने कारण त हो कि हामी घरै म अहिलेसम्म एकचोटि गएन मानुङकोट पैसा छैन भएर नगएको भन्न सक्नुहुन्छ यस्तो पैसा देख्नु भएन कति लाखको ढ्याङ्ग्रो किन हेरेको 20 करोडको रे 20 करोड यसमा कति बोरामा कति करोड भन्नु यो त तपाईँहरूले गनेर सक्दै सक्नुहुन्न अब के भन्नु 108 वटा एउटालाई पर्छ 10,000 रोगले प्लाहान हुन्छ नि मेरो यसरी बोकेर हिँड्नु पऱ्यो कुन समयमा ल यता नदेख अगाडि देख होइन मेरो क्यामेराम्यानले यसरी बोकेको छ कि होइन टक्क अहिले चाहिँ हामी यस्तो खोक्का बाटो झर्दैछौँ कि मेरो हात परेर रातो देखेको छ कि अब यस्तो कुरा फेरि थाहा हुन्न कि फेरि बाल लाग्दैन होइन तर यस्तो गर्नु भएन बाटो हेर्नु बाटो यहाँ जुगा लाउँछ लाउँदैन हेर्नु खुट्टा कस्तो सेतो पार्छ यो बाटोले हिँडेपछि खुट्टा आफै सेतो थियो अब मेरो क्यामेराम्यान हल्का च्यापेछ अब खुल्ला दिशा पिसा त गर्न नहुने त्यही पनि फेरि यहाँ फेरि खोक्का स्मार्ट गाउँपालिका भनेपछि फेरि खोक्का फेरि जरा मुद्दै नि भयो अरे ए तपाईँहरूले चाहिँ मुद्दा मिलेन हामी त यो ठ्याङ्गु अन्त त्यो हेरौँ जता मुद्दै नि हुन्छ कि होइन त्यसैले हामी त यो घरको छेउको भित्तामा गएर नि मुद्दिन्छ अब किनकि कोही छैन नि त फेरि अरूले देख्यो भने त मार्छ यस्तो नि हुन्छ स्मार्ट गाउँपालिकामा धन्दै उत्तानो परेको बाजे द्याइ माथि यो बत्ती लिएर आएको बाजे यो 108 वटा बत्ती के त्यहाँ बत्ती बाजेको नाम के बाजे भनिदिनु त हजुरको नाम के भनिदिनु त यहाँ मेरो यहाँ चाहिने यहाँ रुद्रबहादुर गुरुङ बाजेले गुरुङ भाषा नि खोक्का बोल्नु हामी नि गुरुङै हो ल बाजे जानु है त हामी नि गुरुङै तर गुरुङ भाषा बोल्न आउँदैन कि बाजेहरूले कसरी बोल्छ ए गर्ने नाकको बल्ले त्यहाँ पनि बस्ने हामी चाहिँ कामै यो छोराहरू यो झुसे मकै भन्दा एकदम झुस हुन्छ यसको चारैतिर मामा पछाडि आयो मस्त हाँस्दै आउनु हेरेर यो हाम्रो मामा है एकदम बुढो मामा माइजूहरू मिलाइदिनु पर्यो माइजूहरूलाई भन्नु हो कि हल्का सिटी लगाउनु पर्छ मामाको चाहिँ भनेर होइन कोही सिङ्गल छ भने भन्दै मेरो मामाको 2-3 तोला घर छ यही हो मामाको घर यही है मामाको पुत्ताले फेरि भान्जालाई चिन्दैन कि फेरि यस्तो छ फेरि ट्याक्ट दिन जस्तो लाग्छ तर के गर्ने अब यिनीहरूको अब दिमाग सिमाग कहीँ छैन होला जस्तो लाग्छ मलाई चाहिँ किनकि आफ्नो दिमाग छैन गल्ली हेर्न सक्नुहुन्छ गल्लीमा फेरि दोस्तहरू पनि धेरै हिँड्छ होइन गोटेको बेस्ट फ्रेन्ड हो कि त्यो फेरि क्यामेराम्यानको बेस्ट फ्रेन्ड हो कहाँ मेरो भाइ भन्न सक्यो थारी डर चाहिँ फेरि ल हाम्रो के पारे त्यो के बेरोजगारीहरू यो एकदम भाषा खाने ठाउँ है यो फेरि नाचगान भाषा
सोया सुतिरहेको रहेछ जिउँदै रहेछ यता जिउँदै हो कि यता जिउँदै हो कि यहाँ उसँग हुन्छ कि दाबी के भन्छ अरे त्यो दाजुको मम्मीसँग जान्नु मायाले चाहिँ मठाइ मामा गयो कि माग्न ए चाबी लिएर आउँथ्यो सब स्लिप भएर ल केटा हो यो लिएर चल्दिनु लाग्यो घरतिर हो उतातिर गएर देखाउनु लाग्यो मुख आगे बत्ती बालिन्छ सही अहिले तल गएर देखाउँछु ल केटा यहाँ आइसक्यो होइन अहिले त अँधेरो पनि भइसकेपछि ल केटा हो अब अँधेरो नि हुन लागिसक्यो होइन सब केटाहरू अहिले यहाँ चिलमा बसिरह होइन क्याम नसुटाउनु के भइरह नि कस्तो भइरह मेरो सब्सक्राइबरहरू अघि नै भनेको बुढो मामाले सिटी बजाएर खानुपर्छ मामा त एनी टाइम रेडी एनी टाइम रेडी भन्थ्यो मैले मामालाई भनिसकेँ त ट्याक्क लाएर गोटे भाइले लामा हो क्या सन्जय हुन्छ गोटेलाई पवित्र पारिदिनु भयो त्यस्तो लामाले के गरिस् तँलाई यस्तो उस हालाउँदाखेरि पछि त कस्तो साउन्ड लैजानु मेरो यो स्मार्ट गाउँपालिका खडा गाउँ राम्रो गाउँ त भन्न सक्दिनँ अब यहाँबाट झुल्ना चापी हजुर अघि भर्खर यहाँबाट झर्ना पैसा खोज्यो यति होइसी मलाई न यहाँ चल्दिनु लाग्यो होइन सबै सामान दियो अब गफ भइरहेको थियो हेरि मिटिङको के गफ सुनाइरहने भनेर हेऱ्यो होइन अब हाम्रो अब छुट्टै पारा हुन्छ अब यता फक ब्रो केरा गाडी थान्नुहोस् खाडी सही भन्दै अब घरतिर लाइस्तार हान्नु अवस्था हेरि उगेन नसु मकैबारी दरम कसलाई हान्न मन काँक्रो खाइ गरङ चक्क झ्याङमा छिरौँ मकैबारी गरङ मराले नि मरालो ल केटा हो